ल अहिले 11 बज्न आँटेछ रातिको। अब लोमान्थाङ फेरि एकचोटि एकै दिनमा ट्राई गर्न आँटेको मैले गाडीमा। योपालि चाहिँ पहिला मैले बाइकमा ट्राई गरेको, अब योपालि चाहिँ गाडीमा ट्राई गर्छु। लोमान्थाङ विदिन 1 डेमा, पहिला मैले गरेको बाइकमा 15 घन्टामा काठमाडौँ टु लोमान्थाङ नन स्टप। योपालि गाडीमा ट्राई गर्दैछु, हेरौँ सक्सेसफुल हुन्छ कि हुँदैन है। अहिलेको टाइम कति बजेछ? अहिलेको टाइम 10:58, 11 o'clock भएछ। म अहिले सीता पाइलामा छु। हामी यहाँबाट रातभर चलाउँछु, भोलि बिहानसम्म, भोलि दिउँसोसम्मको नन स्टप चलाउँछु। यताउति अलिअलि रोक्छु, हेरौँ कति टाइम लाग्ला। अब अक्सिजन पनि बोकेको छु। यति यो एल्टिट्युडमा छु, 4961 फिटमा। अब म जान्छु यहाँदेखिको डाइरेक्ट 15,000 16,000सम्म। सो हेरौँ के हुन्छ। अब सियु, अब बिस्तारै बिस्तारै अपडेट दिँदै गर्छु। ओके, अब म जर्नी स्टार्ट गरिरहेको छु। यहाँ माथि सीतापालाबाट निस्क्यो। अब हेर्दा गरौँ। पेट्रोल पनि हाल्नुपर्ने छ, पेट्रोलको लागि पेट्रोल पम्प बन्द, त्यसैले पेट्रोल पनि चाहियो। एउटा पेट्रोल ब्रेक पनि हुन्छ। हेरौँ अब दिनभर रातभर दिनभर चलाएर लोमान्थाङ पुग्छु। अब एउटा रेकर्ड ब्रेक गर्नु पर्यो गाडीमा, नट एभ्री टाइम, जस्ट वान्स। ओके, अहिले गल्छी आइपुगिसक्यो। 12:14 भएछ। अब मुगलिन आइपुग्यो भने अनि त्यहाँ सजिलो हुन्छ। अहिले भर्खर हेडलाइटको लागि चाहिँ सफा गर्नु लागि रोकेको मैले। हेडलाइट 4 भएछ, त्यो सफा गरेको। अब बिस्तारै अगाडि बढ्दै गरौँ। पेट्रोल पम्प अहिले पनि आइपुगेको छैन, पेट्रोल छैन। अहिले पोखराको हाइवे स्टार्ट भइसक्यो। अब टाइम पनि 2:30। पोखरा पुग्नु मलाई अब नन स्टप चलायो भने म्याक्स टु म्याक्स 3 घन्टा पुग्छ। 2:30, 3:30, 4, 5 बजीतिर पुग्छु होला। त्यसपछि बेनी 7-8 बजी पुग्छ। बेनी पुगिसकेपछि लेटै अर्को 1 घन्टामा। हेरौँ अब अहिले त सबै स्मुथली गइरहेछ। ओके, दमौली आइपुग्यो। ठ्याक्कै 3 बजेछ, दमौली आइपुग्यो। बाटो पनि बनाउँदैछ, अझै बनाउनु बाँकी छ। यहाँबाट पोखरा लगभग 50 किलोमिटर छ। र अब कुस्मा पुग्नु आँट्यो। कुस्मा बल्ल घाम आयो, रातभर चलायो। अब 10 किलोमिटरमा कुस्मा पुग्छ। 1 कप चिया जाओस्, रेस्ट गर्छु, अनि फेरि कन्टिन्यू गर्छु। अब अहिले झपझप निन्दा लाग्न थालेछ। यति बेला अलिक खाली हुन्छ क्या बाटोहरू, त्यसैले बिहान बिहान जति छिटो निस्क्यो त्यति राम्रो हो। अब बेनीमा फेरि पेट्रोल पम्प खुल्ला हुन्छ कि हुँदैन बिहान बिहान? यहाँ सब बन्द छ। बिहान बिहान फेरि टपअप गर्नुपर्ने छ। पेट्रोल चाहियो, पेट्रोल खाएर छ। गाडीको गति पनि यस्तो खतम छ अहिले। अहिले एकछिनमा देखाउँछु गाडीको सिचुएसन। दाइ यो बाटो बन्द हो? जान्छ? स्योर हो? बन्द हो कि के खुल्ला छ? होइन, बाटो बन्द छैन यो?
अहिले 6:42 भएछ। हाम्रो मुस्ताङको यात्रा सुरु भइसक्यो यता अफ रोडबाट। यो बाटो जस्तो पहिला थियो त्यस्तो नै रहेछ आज पनि। यहाँबाट मुनि झर्ने हो जमसङ जाने बाटो। माथिबाट जानु मिल्छ तर लामो पर्छ त्यो बाटो। सो त्यस्तै छ। यो अलिअलि बनाएको रहेछ। यो बाटो त पहिलादेखिकै त्यस्तै रहेछ, अहिले पनि बनाएको छैन। पहिला चाहिँ यहाँ मुनिबाट जाने हो। अहिले ब्रिज बनाएको छ, यहाँबाट जाने। पहिला वाटर क्रसिङ हुन्थ्यो, नट वाटर क्रसिङ, रिभर क्रसिङ नै हुन्थ्यो। बेग खोला छैन वाटर क्रसिङ। त्यो खोलामा एक्चुअली मेरो बाइक पम्चर भएको थियो फर्स्ट टाइम। रूपसे झर्ना आइपुग्यो 7:15 मा। 7:15 आइपुग्यो रूपसे झर्ना पनि। त्यस्तैको त्यस्तै रहेछ। चढ्ने अनि मुस्ताङको बोर्डर पुग्छ घाँसा। त्यसपछि अर्को 5 किलोमिटरमा लेते। जमसङ आइपुग्यो। कति बज्यो? 8 बजेछ। अब यहाँबाट जाने कागबेनीदेखिको लोमान्थाङ अनि रेस्ट। अब जमसङदेखिको मुक्तिनाथसम्म बाटो पिच भइसकेको छ। एकैछिन पुग्ने रहेछ। तर हामी जाने होइन मुक्तिनाथ, हामी जाने हो लोमान्थाङ। रेकर्ड ब्रेक गर्नुपर्छ। एकै दिनमा जाने हो। यहाँ अगाडिबाट डोल्पा जाने बाटो छ, ब्रिज पुल। त्यहाँ पनि जानुपर्ने हो डोल्पा। पछि जानु पर्यो पारिपट्टि बाटो भयो। अब छिटै खोल्छ होला। अब अफ रोडिङ, नयाँ अफ रोडिङ डेस्टिनेसन।
ओके लोमान्थाङ आइपुग्यो मैले यो ट्रिप चाहिँ 12 घन्टामा सकाएँ डाइरेक्ट फ्रम काठमाडौँ टु लोमान्थाङ भयो भने आज नै फर्किन्छु म लेटेसम्म लन्च खाइसकेपछि